होमस्टेमा यो घरमा आज हामी बस्दैछौँ सुन्दर ठाउँमा मेरा नातिनी Kerinyalah को च्यानलमा Janaman Sakatha Sakatha अहिले चाहिँ अलिकति शिक्षित गराएर अनुशासनमा ल्याइरहेकोमा किताबको भारी हैन च्यानल यसमा सपना गुरुङ फ्रम भिलेज आज चाहिँ म अर्को गाउँ जाँदैछु बच्चाहरूसँग स्टुडेन्टहरू चाहिँ एक्जाम दिनलाई जाँदैछ त्यही भएर हामी जाँदैछौँ हेर्दै गर्नु होला मेरो भिडियो यो खोला तरेर उता अर्को गाउँ जाँदैछौँ लगभग 15 मिनट त हिँडिसक्यो अब 1 घन्टामा त हामी आरामले पुग्छौँ उता 8 कक्षाको फाइनल एक्जाम अर्को गाउँमा किताबको भारी छ बच्चाहरूको टन्नै थाक्यो क्या तिमीहरू सबै एकछिन रेस्ट गर्नु पर्यो लाली ग्रासहरू बेरतिर खोला आइपुग्यो अझै फेरि पानी खानु जाने यहाँ चाहिँ ठुलो पहिरो छ यहाँ माथिबाट यहाँ तलसम्म डरलाग्दो पहिरो छ यहाँ किताबको भारी हैन लालीग्रासको रुकमुनि हामी जाँदैछौँ सबै लालीग्रासहरू यता चाहिँ लप्सीपो ड्याम गाउँ जाने बाटो पुरै सर्व जस्तै खतरा देखिरहेको छ यहाँ तल माछा खोला गाउँ छ अनि यता चाहिँ हाम्रो यात्रा सबै डढेलो लगाइसकेको छ अहिले चाहिँ अब यो भिड हो आज हामी यात्रा हामी चाहिँ 13 जना आएका छौँ आज खोला गाउँमा एक्जाम कक्षाको छ सर्भिस 6 जना 8 जना भयो यो बाटो त क्या राम्रो बनाउँछ त सिपुलको बाटो त उता माथि चाहिँ सिङ्ला गाउँ छ हामी त्यहाँबाट आए अनि यता लप्सीपुर गाउँहरू छ यहाँ तलबाट चाहिँ मेरो गाउँ जाने बाटो यता अनि यता बाटो चाहिँ राम्रै बनाएको छ यो चाहिँ पुरै टुरिस्ट जाने रुट हो अनि हामी डाँडो गाडी मुनि हिँडिरहेको छौँ पोहोर पनि भिडियो बनाउँदै गएको थिएँ म यसपालि बच्चाहरूसँग आयो अरू चाहिँ एक्लै गएको थियो होला सायद रमाइलो छ ठाउँहरू धारा यो गाई बस्तीको लागि होला
यो सुन्दर ठाउँमा चाहिँ मेरो फुपूहरूको घर छ यहाँ तलतिर ठ्याक्कै यो घर चाहिँ यहाँनिर टुरिस्ट जाने रुट भए भएर टुरिस्ट पनि यहीँ लाग्छ मेरो फुपूहरूको होमस्टे छ यहाँनिर कहाँ सागपात छैन रहेछ फुपूहरू नयाँ सुगाई है हामी खोर्ला गाउँ आइसक्यो यो गाउँमा 2 हप्ता जस्तै बस्नु पर्यो खोर्लावासी हुन्छ अब हामी केही दिन बाटो त कस्तै दामी हो यहाँ किराउँछ जाने बाटो ओह्रालो झर्दैछौँ अब हामी किताबको भारीहरू सुन्दर ठाउँमा हामी तल झर्दैछौँ ठाउँ त धेरै नै रमाइलो छ टक्क माछा देख्छ यहाँ फुरुरुरुरु माछा खोलाको मैदान यसरी देख्छ खै म अगाडि जान्छु नि त को होइन केही जाउँ उता गइ नै गएन नि आऊ खोर्ला गाउँ सिँढी छ दामी छ बाटो त सागसब्जी त तरकारीहरू त एकदम फल्दो रहेछ खोर्ला गाउँ तिमीको च्याट्टै चाहिँ खोर्ला आइपुगेर पनि मेरो विद्यार्थीहरूले पढ्न स्टार्ट गरिसक्यो पर्सि म्याथ छ टु प्र्याक्टिस आजको बास चाहिँ हामी यहाँनिर हो यो हाम्रो फुपूको होमस्टेमा यो घरमा आज हामी बस्दैछौँ विमलाको उक्त जग्गा कति कुन हो उयो समलम्ब चतुर्भुज होइन परिमिति निकाल्नु पर्यो समलम्ब चतुर्भुज परिमिति कसरी निकाल्ने यो जोड्नु पर्यो यो खोर्ला गाउँमा चाहिँ म छु 2 रात मेबी नमस्ते भोलि एक्जाम भोलिबाट एक्जाम स्टार्ट हुन्छ ल एल्सा भन त भोलि एक्जाम कस्तो हुन्छ विश्वासका साथ बोल्नुहोस् त ल एल्सिबा भोलि कस्तो हुन्छ भन्ने एल्सिबा जसरी भए नि पास हुन्छ भन्नु पर्यो नि कहाँ हुन्छ जसरी भए नि पास हुन्छ
जसरी पनि गर्ने ल यो प्रतिज्ञा भोलि बेलुकाको भिडियोमा हामी हेर्ने यो पुरा हुन्छ क्या हिजोको ठुलो पानी पश्चात आज चाहिँ मौसम सफा भएको छ भिटामिन सीले भन्छ मिठाई किन्न जाऊ न बाबु नजाने यो नानीको हो है यो खर्बु हो भोलिपछि ठुलो भएपछि के भन्छ यो खर्पो साँडे भन्छ हो खर्बो भन्छ घाँस अब नानी काट्नुपर्छ होला भोलिपछि है घाँस काट्न जानु सक्छ घाँस काट्न जानु सक्छ खाना आफ्नो घरको खाना भन्दा 2 कना कति गुना मिठो एल्सा घरमा भटमासको के भन्छ त्यो झोल खाएर भनिरहेको थियो मिठो छ तर मिठो लाग्छ मलाई नि खाना कस्तो छ मिठो छ नि घरको भन्दा कति गुना मिठो रे गाउँतिर घर चाहिँ चट्टा चट्टा छ मान्छे चाहिँ छैन बस्दैन गाउँलो छ के मम नमस्ते मेरो नातिनीको च्यानलमा स्वागत छ यहाँ मेरो नातिनीको च्यानलमा स्वागत छ यहाँ मेरा नातिनी को च्यानलमा स्वागत छ ल नेपालीबाट भन्नुभयो चाहिँ त्यस्तो छैन नि खतरा एनर्जेटिक बोज्यो हाम्रो खर्लाकै होइन सबैतिर हो मम एयरपोर्ट के अरे एरोप्लेनमा घुम्नु भयो पोखरा एयरपोर्टमा घुम्ने बेलदाङ न जुनोङबा ट्रोबे घुम्नु भयो पोखरा बुक गरिnya pan गरिnya सोम न गरिnya मिन लेक साइड फेवाताल फेवाताल न्याब मन्दिर मान्रो फेवाताल न्याब मन्दिर मान्रो त्यो तुन तुरे यहाँ बेला गली यहाँ बदी चाहिँ बोल्नु मै बिदि होजङ नौरा सुजो उरा मन्दिर निरङ बा छो दि आरबो सुङ बो न han सुने यहाँ बा अंशे यहाँ दा सुने यहाँ बा अंशे बो सम्पादु ले बो अंशे बो हो मुजे ला जङ ध्यानकदि नमजरा जान्यारङ जन 吹能给吧，那么绝人吧，是中国是做多不嘞呢，是吧？我们呢，中国抓我们了，一人。中国人这个嘛。中国中国还不中国还不容易，还不容易对吧？韩剧吧，吹剧你哦阿嘞，韩剧吹剧你呢吧，只是韩剧，剧还不去，还不上他去，还不，那你那粤剧不着，人家先当。 이제 한자 디소 디 도배 강야서 아니 디 강자 한디는 방만김 저이 방만김 방 그래야 나오니 김 भवन भामा सामुदायिक भवन ओ दम्बन này chi mà làm cho nhà gì chúng bao giờ đi về mỹ rồi thế hiện giờ này chi nhỉ trước真的前几年那个你那吧用么个七八的拉拢呗，俺也记得我知道吧，要是妈家嘛抓个里边，抓不的妈打吧。可这阶段早几年今天都是抓不了，不了，咖喱白龙呀。咖喱那个那包括那是啥？
गारी सुने मादी न्याउ za anje सुने मादी to na zo gari atan dan top zan undi tu ta kang tu be kang ta bo bro rong i unze la unze cho na pyo dal nya i 배웠다. pyo dal nya na sume la gari ro nya unze la di be la top zan dan undi da bo gli la unze gari ne gli bo da men top ze bro ong gu rong ngõ bro ong bo tin ji be yang ge bang yang mi unze la bien na gli ba bo ji be sai ba anya cho cho bien za li mi ba bien za li mi ba no yo cho ka 기억이요. na bây giờ dòm dễ mi xí nhỏ đó quay năm mà xây mồm nhỏ đó ngân chứ năm mà xây chỉ để gì ngờ vậy anh em bây giờ chỉ ra bây giờ chỗ đây mà nó bây giờ lên ra limi bây giờ nè tôi cho mà là con đây 엘리 반스 와서 हामी ख्रिस्टियन हुँदा सदाउट खेद्यो गरेको त्यो समयको लेखक हो त्यो कथा यदि सानो anh mình đây à खेदो क्यों उड्नी उठ्ने बाजे उठ्न सक्नुहुन्छ उठ्न सक्नुहुन्छ ए ल ल तपाईहरु उठ्नु म फोटो खिच्छु ल अब 4 नम्बर नम्बर जोड ओइ सबैले नम्बर हेर नम्बर जोड्न नम्बर हेरे गरे भने त्यति अब सी नम्बरमा कहिले पनि भ्याउँदैन हिजो बेलुका त हामीले भनिरहेको थियो त झन् सरले जाने क्वेसन चाहिँ अगाडि नम्बर लाउँदै गर्ने हो सबै नजानेको देखेर नर्भस भए जस्तो छ है साथी नजाने होइन नजाने पछि त किन भुटिने क्या त्यो नजाने भुटेर ल हेर त यो कोडहरूको नापको आधारमा त्रिभुज इएफजी कस्तो त्रिभुज यो कस्तो त्रिभुज हो सबै कोडहरू निकाल्नु पर्यो ल हेर त अब पहिला यहाँको मान निकाल्नु पर्यो ल हेर त अब यो 55 प्लस एक्स प्लस अब यो डट यहाँ हेर भने त कस्तो गरेछन् तपाईको भाइ बहिनीहरुले कोहीले बिगारेछ कोहीले कस्तो त्रिभुज लेख्यो तिमीहरूले यो कस्तो त्रिभुज हो कोडको आधारमा हामीले एंगल बीजी एंगल बीजी एंगल बीजी को मान कति भएको अवस्थामा दिएको सिधा रेखा हाम्रो पुरानो आकाशको कुरा छ भएन यो त सिधै छ नि तरकारी है तरकारी भेजे
बच्चाहरूलाई उता सिङ्ला गाउँघरको भन्दा यहाँ 2-3 के अरे धेरै मिठो भएको छ भनिरहेको थियो किन्ने अब सही कुरा मिठो हुन्छ है त्यहाँ छ भन्दाखेरि मिठो लाग्यो उनीहरूलाई चाहिँ दाल हामी पनि आफ्नै बिहारी समाजेर भन कति पाउँदो रहेछ चौमा हुनु पाएर जोड्नुपर्छ मात्रै नेपालबाट नेपाल धेरै छ 6 मात्रै पढाइको तारिफ गर्छ आफ्नो पढाइको तारिफ गर्छ तारिफ बाबा कोठा बने हैं दिन काठमाडौँ हो गया दिन अब मोदले भेराउँ तोदले भेराउँ यही हो ब्रालन तमा छिबे त हुन्छ सुरु अदालतदेखि लिएर पोखरा उता महेन्द्रपुर क्षेत्रीय अदालत त्यहाँदेखि सर्वोच्च त्यसरी तपाईँले इन्डियामा भन्दा यहाँ बोक्नु भयो यहाँ धेरै यो ठाउँ यो भूमिको लागि यो गाउँको लागि धेरै हजुर अनि त्यो मात्र नभइकन यो विश्वासितरबाट पनि क्रिस्चियनको कारणले यहाँ पनि अझै तपाईँको कसैलाई थाहा नपाइकन कहिले एक्लै कहिले 2 जना 3 जना यो तल बेसी पुरा यो हरेक गाउँ हरेक घर हरेक धुरी भित्र पारेर किनभने यहाँ त यसको लागि पनि होला भनेर मेरो सबैलाई भित्र
अझै भित्र पारेर हजुर त्यसरी गरे उम्, अहिले चाहिँ भनौँ अब परमेश्वरको उसमा चाहिँ दयामा हजुर शान्ति साथ हजुर बाजे बाँच्न पाइरहेको छ हजुर हजुर हेर्न पाइरहेको छ हजुर बाजे एकदमै आजकल केही पनि गर्न परेन मैले हजुर यो उयो मात्रै हेरी मात्रै दिने हो उम्, सबै धेरै जस्ता पुरुष युवाभन्दा युवती सक्रिय छन् हजुर हजुर हँ? हजुर एकदम राम्रो दिदी बहिनीहरू उता उता उतम त्यहाँ यतापट्टि त्यो सञ्चालन गर्ने मभन्दा त बहिनीहरू नै रहेछ बाजे अनि कुरा गरेको एकदम सक्रियहरू रहेछ कि दिदी बहिनीहरू सक्रिय छन् धेरै सक्रिय जस यति दर्शन सुरुमा त्यस्तो गतिबाट यति दर्शन ल्याउन आउँदाखेरि खुसी छु सन्तोष छु हजुर बाजे हजुर सबै काम त्यागेर अब यो मण्डलीमा बास बसिरहेका छौँ हामी दुईजना अनि सञ्चालन वचनहरू यता चाहिँ मेरो होइन हजुर तापनि मेरो आफ्नोभन्दा यो झन् प्यारो धेरै के अरे छ हो नि बाजे यो मल्लाल हुने हजुर हरेक कुरोमा हजुर बोलाइमा हरेक कुरोमा हजुर ऊ सक्रिय पनि उम्, अनि सँगसँग मिलन हजुर छ र केही पनि होइन उम्, केही पनि जान छैन तर तपाईँहरूले त त्यो भन्नाले त्यो नपढेर पनि त्यति बेला त पुरै जिम्मेवारी पर्यो जिम्मेवारी लिनुभयो गर्नै पर्ने भयो हजुर जानोस् या नजानोस् हजुर। बुझोस् या नबुझोस् हजुर सकोस् या नसकोस् हजुर अब 2028 सालदेखि हजुर 2026मा तल इन्डिया आर्मी छोडेर पेन्सन नाम लिएर आयो हजुर 16 वर्षको सर्भिसमा हजुर आउन साथ अब यहाँको जनता त्यतिखेर साह्रै नै उठ्यो हजुर आफूले चाहिँ अलिकति शिक्षित गराएर अनुशासितमा ल्याइरहेकोमा त्यहाँदेखि अब भोग्नै पर्यो त्यहाँदेखि अन्तिमतासम्म